नमस्कार सम्पूर्ण साथीहरूलाई स्वागत छ विकास श्रेष्ठ लन्जीको युट्युब च्यानलमा। साथीहरू, म तपाईँहरू सामु फेरि पनि उपस्थित भइसकेको छु। म उपस्थित भयो भने तपाईँलाई लाग्छ आज बुधबार हो र बुधबारको गोरखापत्रको वस्तुगत प्रश्नोत्तरको भिडियो लिएर उपस्थित भइसक्नु भएको छ सर भन्ने लाग्छ र तपाईको गेस एकदमै सही छ। आज बुधबार मिति 2082 साल चैत 4 गते बुधबारको गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरहरूको भिडियो तपाईहरुसँग प्रस्तुत गर्न गइरहेको छु। भिडियोलाई पुरै हेर्नु होला, च्यानललाई सब्स्क्राइब गरेर माया पनि गरिदिनु होला। प्रश्न नम्बर 1 मा रहेको छ, प्रतिनिधि सभा निर्वाचन 2082 मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कतिवटा रहेका छन्? प्रतिनिधि सभा निर्वाचन 2082 मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कतिवटा रहेका छन्? 6 वटा। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी। निर्वाचन दलहरूको अवस्था हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल समानुपातिक सिट 57 वटा र उसको कुल सिट 182 वटा रहेको छ। नेपाली कांग्रेसले समानुपातिक तर्फ 18 वटा, नेपाली कांग्रेसले प्रत्यक्षतर्फ 18 वटा र समानुपातिक तर्फ 20 वटा गरेर कुल 38 वटा। त्यस्तै गरी नेकपा एमालेमा प्रत्यक्षतर्फ 9 र समानुपातिक तर्फ 16 गरेर कुल सिट 25 वटा। नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा 8 र समानुपातिकमा 9 गरेर कुल सिट 17 वटा प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ 3 र समानुपातिक तर्फ 4 गरेर 7 वटा सिट। त्यस्तै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपात प्रत्यक्षतर्फ 1 र समानुपातिकबाट 4 गरेर कुल प्रतिनिधि सभा सदस्य 5 वटा रहेका छन् भने स्वतन्त्र उम्मेदवारतर्फ महावीर पुनले 1 सिट हासिल गरेसँगै प्रत्यक्षतर्फ 165 र समानुपातिक तर्फ 110 गरेर कुल 275 सांसदहरूको संघीय संसद प्रतिनिधि सभाका सदस्यहरूको निर्वाचन सम्पन्न भइसकेको छ। कुल मतदाता पुरुष मतदाता 1,89,03,689 थियो भने महिला मतदाता 96,63,358 थिए, जसमध्ये अन्य मतदाता 92,40,131 यो जम्मा गरे त्यति यो भयो। र तपाईको यहाँ मैले एकचोटि फेरि भन्छु, यो थोरै कुल मतदातामा 1,89,03,889 थिए भने जसमध्ये पुरुष मतदाता 96,63,358 र महिला मतदाता 92,40,131 जना, जसमा अन्य मतदाता 200 थिए। मतदान प्रतिशत करिब 60% भएको थियो। प्रत्यक्षतर्फ मतदान 1,11,68,032। त्यस्तै गरी प्रत्यक्षतर्फ सदरमत 1,05,59,017 जनमा 94.55% र प्रत्यक्षतर्फ बदरमत 5.45%। समानुपातिक तर्फ मतदान 1,12,80,617, समानुपातिक सदरमत 1,08,35,025 96.05% र बदरमत समानुपातिक तर्फ 3.95% रहेको थियो। त्यस्तै गरी 2 नम्बर क्वेशन छ, संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई अन्तर्राष्ट्रिय आरोग्य दिवस इन्टरनेसनल वेलनेस डे का रूपमा मनाइने भएको छ? 15 अप्रिल। महासभाद्वारा पारित मिति सन् 2026 मार्च 10 मा नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्य शक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको अन्तर्राष्ट्रिय आरोग्यता दिवस अर्थात् इन्टरनेसनल वेलनेस डे को संकल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अब अप्रिल 15 मा उक्त दिवस मनाइने भएको छ। नेपालको प्रस्तावमा निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्रले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ। आरोग्य भनेको रोगको अनुपस्थिति मात्र होइन, यो त शारीरिक, मानसिक र आध्यात्मिक पूर्णताको ऊर्जावान अवस्था हो। यसले सिङ्गो मानव जातिको सुख र सकारात्मकताको मार्गमा डोर्याउँछ। 3 नम्बर क्वेशन, फोर्ब्सद्वारा सन् 2026 मार्च 11 मा प्रकाशित विश्वका अरबपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन्? एलन मस्क। नवप्रवर्तन र प्रविधिको नेतृत्व गरिरहेका टेस्ला र स्पेसएक्स का मालिक एलन मस्कको सम्पत्ति हाल $839 अर्ब रहेको छ। फोर्ब्सका अनुसार हाल विश्वभर
3,428 जना अरबपति रहेका छन्, जस नेपालबाट सन् 2013 यता फोर्ब्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिक कर्मी विनोद चौधरी 2.1 अर्ब डलरका साथ 1982औं स्थानमा रहेका छन्। विश्वका सर्वाधिक धनी 10 धनाढ्य व्यक्तिहरूको नाम एलन मस्क, अमेरिका, टेस्ला, स्पेसएक्स, प्रविधि अन्तरिक्ष, त्यस्तै यिनको सम्पत्ति 839 बिलियन। दोस्रो नम्बरमा ल्यारी पेज अमेरिका, तेस्रो नम्बरमा सर्गेई ब्रिन अमेरिका, चौथो नम्बरमा जेफ बेजोस अमेरिका, त्यस्तै गरी मार्क जुकरबर्ग अमेरिकाका भए, त्यस्तै ल्यारी एलिसन 6औं नम्बरमा अमेरिका, बर्नार्ड अर्नल्ड एन्ड फ्यामिली फ्रान्सका, जेनेसेन वाङ यिनी अमेरिकाका, वारेन बफेट अमेरिकाका, अमान्सियो आर्टेगा यिनी स्पेनका, जसको चाहिँ 148 छ। 4 नम्बरमा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कसलाई नियुक्ति गरियो? गुग्लियल्मो एरेना स्विजरल्यान्डका, विक्रम सम्वत 2082 फागुन 28 गते। 5 नम्बर क्वेसन छ, राष्ट्रिय आर्थिक गणना 2082 को गणना कहिलेबाट सुरु गरिने भएको छ? विक्रम सम्वत 2083 वैशाख 2 देखि असार 7 सम्म गणना गरिनेछ। नारा अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने रहेको छ। गणनाका लागि 4000 गणक परिचालन हुनेछन्। देशभरका 77 जिल्लामा 84 वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी काम अघि बढाइने भएको छ। सन् 2026 मार्चमा प्रकाशित हेर्ली पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपाल कतिौं स्थानमा रहेको छ? 96औं स्थानमा है। यस प्रतिवेदन अनुसार नेपाली राहदानी वाहकहरूले हाल विश्वका 35 वटा गन्तव्यमा अन अराइभल भिसा प्राप्त गर्न सक्नेछन्। हेर्ली पासपोर्ट इन्डेक्स 2026 अनुसार पहिलो स्थानमा सिङ्गापुर 192 गन्तव्य रहेको छ। त्यस्तै गरी यो सूची अनुसार अफगानिस्तान अन्तिम 101औं स्थानमा रहेको छ है त। पहिलो स्थानमा सिङ्गापुर 192 स्थानमा, दोस्रो स्थानमा तपाईको जापान, दक्षिण कोरिया, युएई रहेका छन् 187, तेस्रो स्थानमा स्विडेन छ 186, बेल्जियम चौथो, बेल्जियम, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटली, लक्जमबर्ग, नेदरल्यान्ड, नर्वे, स्पेन, स्विजरल्यान्ड चाहिँ तपाईको चौथो स्थानमा रहेका छन् 185 देशमा। अस्ट्रिया, ग्रिस, माल्टा, पोर्चुगल 5औं स्थानमा रहेका छन् है त। त्यस्तै सूचीको अन्तिम स्थानमा रहेका राष्ट्रहरूमा तपाईको 97औं स्थानमा सोमालिया रहेको छ 32 देशमा पहुँच, यमन 98, 31 देशमा, पाकिस्तान 98, 31 देशमा, इराक 79 स्थानमा, 29 देशमा, सिरिया 100 स्थानमा छ, 26 देशमा छ भने 101औं स्थानमा तपाईको अफगानिस्तान रहेको छ 24 देशमा। यो फ्रान्स र जर्मनी माथिको कपी भएर आएको छ। 7 नम्बर क्वेसन छ, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार 2082 माघसम्म इन्टरनेट प्रयोगकर्ताको संख्या कति रहेको छ? यसको अनुसार 3,06,98,000। जनसङ्ख्या भन्दा बढी पहुँच पुग्नुको मुख्य कारण प्रयोगकर्ताले एकभन्दा बढी इन्टरनेट सेवा प्रयोग गर्नु हो। प्रतिवेदन अनुसार हाल नेपालमा भोइस टेलिफोन प्रयोगकर्ता 2,79,00,000 भन्दा बढी छन्। कुल टेलिफोन सेवा मध्ये 98% भन्दा बढी हिस्सा मोबाइल सेवाको रहेको छ। टेलिफोन सेवाको पहुँच जनसङ्ख्या भन्दा बढी हुनुको कारण पनि एकै प्रयोगकर्ताले एक भन्दा बढी सिम प्रयोग गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ। 8 नम्बर क्वेसन, सरकारले 1200 मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा कहिले स्वीकृत गरेको हो? विक्रम सम्वत 2082 फागुन 12 गते। धादिङ र गोर्खा जिल्लामा निर्माण हुने यस आयोजनाको आधारभूत लागत 2 अर्ब 77 करोड अमेरिकी डलर करिब 3 खर्ब 74 अर्ब रुपियाँ निर्धारण गरिएको छ। निर्माण अवधिको ब्याज समेत जोड्दा कुल लागत 4 खर्ब 6 अर्ब रुपियाँ पुग्ने अनुमान रहेको छ। स्वीकृत संरचना अनुसार कुल लगानीको 70% ऋण र 30% इक्विटी मार्फत जुटाइने छ। 9 नम्बर क्वेसन छ, सुशासन सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन योजनाले अगाडि सारेको हो? 9औं योजनाले। त्यस्तै गरी 10 नम्बर क्वेसन, नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो? कतार। 11 नम्बर क्वेसन छ, एसियाका ठूला अर्थतन्त्र बीच डलर माथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो? सन् 2025 मे 11 मा। चीन, जापान, दक्षिण कोरिया र
आसियान राष्ट्रहरूबीच डलरमाथिको निर्भरता घटाउन नयाँ सहमति भएको जनाएको छ। 12औं क्वेसन, आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो? सन् 2021 जनवरी 22 देखि। 13 नम्बर क्वेसन छ, विक्रमसम्म 2082 भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकार समक्ष कहिले पेश गरियो? विक्रमसम्म 2082 फागुन 24 गते। पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले अध्ययन अनुसन्धान र सरकारवालासँग बयान लिई प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको हो। सरकारले असोज 5 गते पूर्व न्यायाधीश कार्की अध्यक्ष र नेपाल प्रहरीका पूर्व आइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको थियो। आयोगले 5.5 महिनाको अध्ययनपछि प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो। 14 नम्बर क्वेसन, स्मार्ट सहरी योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रमसम्म 2082 कार्तिक 16 देखि 17 सम्म। 15 नम्बर क्वेसन छ, अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घले ज्ञानेन्द्र गदाल गीत सम्मान 2026 कसलाई प्रदान गर्यो? कवि एवं गीतकार दिनेश अधिकारीलाई। 16 नम्बर क्वेसन, नई प्रज्ञा पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, प्राध्यापक शिव गोपाल रिसाल, प्राध्यापक डाक्टर चुडामणि बन्धु र प्राध्यापक डाक्टर दयाराम श्रेष्ठ। त्रिभुवन विश्वविद्यालयमा पठन पाठन अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा गरिएको योगदानका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। पुरस्कार राशि जनही 50,000 रुपियाँ रहेको छ। 17 क्वेसन, 13 दिनमा 3 पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन्? पूर्णिमा श्रेष्ठ। फोटो पत्रकारिताबाट विश्व कीर्तिमानी आरोही श्रेष्ठले सन् 2024 मे 12, मे 19 र मे 25 मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन्। साथीहरू, गोरखापत्रमा प्रकाशित वस्तुगत प्रस्तुतरहरूको भिडियो यही सकिएको छ। तपाईको लोकसेवा को जर्नी निरन्तर रहिरहोस् र सफलताको शुभकामना भन्दै म बिदा हुन्छु। नमस्कार।